म चाहिँ आज साग टिप्न भनेर छतमा जाँदै थिएँ अनि फेरि याद आयो तपाईँहरूलाई पनि यस्तो राम्रो हाम्रो करेसाबारी देखाऊँ भनेर अनि फेरि म चाहिँ तल झरेर मोबाइल लिएर लागेँ भिडियो बनाउनतिर गऱ्यो भने चाहिँ हुने रहेछ कि साथीहरू। अब यस्तो माथि छतमा माटो बोकेर ल्याएर मल बोकेर ल्याएर क्रेटमा हालेर अनि रोपेर यतिको अर्ग्यानिक खाना पाउनु भनेको एकदमै राम्रो कुरा हो क्या यो चाहिँ। म चाहिँ यता सागहरू देखाउन लाग्दै थिएँ, यता बहिनीले साग अघि नै टिपिसक्नु भएछ। यो चाहिँ के अरे लट्टेको साग हो, लट्टे पालुङ के भन्छन् कुन्नी। यो साग चाहिँ एकदमै मनपर्छ हाम्रो घरमा सबैजनालाई। अब अरू के छ म तपाईँहरूलाई देखाउँछु है त। यहाँ चाहिँ तोरीको साग छ अनि बिचमा चाहिँ फर्सी रोपेको छ। साग टिपेर खाएपछि पनि फर्सी अनि मुन्टा खाना हुन्छ। अनि यहाँ चाहिँ बोडी छ, यता चाहिँ छ आलु आलु चाहिँ हेर्नु कस्तो मजाले फुल्दो रहेछ, कति राम्रो कलरको फुल। अनि यो चाहिँ लट्टेको साग अघि भर्खर बहिनीले टिपिसक्नु भयो। यहाँ चाहिँ त्यो पनि अलिअलि छँदैछ। यता बोडी पनि छ अनि अब यतातिर छ गोलभेडा। यति खाइसक्यौँ हामीले, यति मिठो लाग्छ नि। यो कसलाई पो मन नपर्ला रे, गोलभेडा त यस्तो मिठो खालको हुन्छ। अनि यता चाहिँ छ फेरि रोपेको गोलभेडासँग, यही गोलभेडासँग खानको लागि छ धनियाँ र गोलभेडाको अचार बनाएपछि यति मिठो हुन्छ। यो चाहिँ लोकल धनियाँ हो। अनि यता चाहिँ छ हाम्रो फर्सीको मुन्टा, यति मजाले फर्सीको मुन्टा भएको छ नि। यो चाहिँ क्रेटमा रोपेको हाम्रो बुवा र मम्मीको मेहनतको फल हो यो चाहिँ। म चाहिँ टिपेर पकाउनेमा पर्छु है फेरि। अनि यता चाहिँ छ हेर्ने घिरौँला पनि भएको छ कि सानो भएको छ। अनि यो चाहिँ खुर्सानी यस्तो राम्रो भएको छ, फुल्न लागेको छ। यहाँ चाहिँ खुर्सानीको दल, यता ड्रागन फ्रुट छ। काठमाडौँमा अहिले यति धेरै विषादीवाला खानेकुराहरू पाइराखेको छ नि, साग सब्जी फलफुल जेमा पनि। अनि हामीले चाहिँ आफैले रोपेर यतिको अर्ग्यानिक खान यति चाहिँ आनन्दले खान पाउँदा नि कति खुसी लाग्छ क्या। हजुरहरू पनि ठाउँ छ भनेदेखि चाहिँ आफैले रोपेर खानु होला। अनि हाम्रो करेसाबारी चाहिँ कस्तो लाग्यो हजुरहरूलाई भन्नु होला है त ल। बाई बाई।